हेलो एभ्रिवान साथीहरू सबैजनालाई आजको यस भिडियोमा स्वागत छ र यदि तपाईले फेसबुक युज गर्नुभएको छ भने फेसबुकबाट कति कमाइ हुन्छ र आजको म भिडियोमा चाहिँ स्पष्ट बताउन गइरहेको छु 1 मिलियन भ्युजमा कति कमाइ हुन्छ त्यो मैले तपाईलाई आजको यस भिडियोमा स्पष्ट गराउन चाहन्छु। सबैभन्दा पहिले चाहिँ म यो मेरो जुन आइडी रहेको छ यो चाहिँ गेमिङको आइडी रहेको छ। म फ्लाइटको आइडी चलाइरहेको छु अहिले यतिखेर चाहिँ। र यतिखेर तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ स्क्रिनमा 1.7 मिलियन 1.5 मिलियन र 1 मिलियन रहेको छ हैन। यो तीनवटा भिडियो अथवा म दुईवटा मात्र भिडियोमा देखाएर म तपाईँलाई भन्नेछु कति भ्युजमा कति अर्निङ अथवा कमाइ भएको छ भनेर। अब चाहिँ यहाँनिर जस्तो 1.5 मिलियन र 1 मिलियनलाई म तुलना गरेर देखाउने छु। जस्तो कि यहाँनिर रहेको छ 1 मिलियन है, यो रहेको छ। यो भिडियोमा म क्लिक गर्ने बित्तिकै तपाईँ देख्न सक्नुहुन्छ 1 मिलियन भ्युज छ र 66.05 यानि कि 66.05 चाहिँ अर्निङ भएको छ हैन। अब 1 मिलियनमा यति अर्निङ भएको छ भने अब फेरि म तपाईँलाई यसैको आडमा रहेको 1.5 मिलियन भ्युज छ यसमा क्लिक गरेर देखाउन गइरहेको छु। यसमा चाहिँ जम्मा $19 भएको छ हैन। यो किन भयो त? भ्युज चाहिँ त्योभन्दा धेरै छ हैन, तर चाहिँ अर्निङ चाहिँ किन यसमा चाहिँ कम अनि भ्युज धेरै भएको ठाउँमा कम अनि फेरि भ्युज कम भएको ठाउँमा धेरै कसरी भयो त भन्दाखेरि म तपाईँलाई 1 मिलियनकोमा क्लिक गरेर देखाउँछु र तलतिर गएर म तपाईँलाई यहाँनिर स्पष्ट तरिकाले क्लियर पारिदिन्छु कि किन यसरी कम भयो भन्दाखेरि यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ कन्ट्रिज भनेको छ। यो कन्ट्रिजमा चाहिँ युनाइटेड स्टेट्स तपाईँको चाहिँ यहाँनिर चाहिँ अमेरिकाबाट धेरै व्यक्तिहरूले हेर्नुभएको छ र त्यसपछि चाहिँ फिलिपिन, त्यसपछि चाहिँ कोलम्बिया भनेको छ र अदर भनेको छ हैन। यो विदेशबाटै हेरिएको छ र सबभन्दा बढी अर्निङ हुने नै युएसबाट हो र अहिले यो भिडियोमा चाहिँ सबैभन्दा बढी चाहिँ युएसबाटै हेरिएको छ हैन। त्यस कारणले गर्दा यसमा चाहिँ यति धेरै अर्निङ भयो। र सेकेन्ड भिडियो रहेको छ यहाँनिर 1.5 मिलियन, यसमा क्लिक गरेँ र यहाँ तलपट्टि गएर म सबै डाटा देखाउनेछु म तपाईँहरूलाई यसको चाहिँ। अब यहाँनिर देख्न सक्नुहुन्छ इन्डियाबाट चाहिँ सबभन्दा बढी हेरिएको छ र पाकिस्तान भनेको छ र अदर। यहाँ यसमा चाहिँ इन्डिया नेपालबाट चाहिँ जति पनि भ्युवर हुनुहुन्छ हेर्नुहुन्छ उहाँबाट चाहिँ त्यस्तो धेरै अर्निङ चाहिँ हुँदैन र सबैभन्दा बढी अर्निङ हुने भनेको युरोप, युनाइटेड स्टेट हैन, अमेरिका यस्तो यस्तो ठाउँबाट चाहिँ हेरेको चाहिँ एकदमै धेरै अर्निङ हुने गर्छ। त्यस कारणले गर्दाखेरि आजको यस भिडियोमा चाहिँ तपाईँहरूले क्लियर तरिकाले बुझ्नुभएको छ कि यो हामीहरूले जति पनि भिडियो राख्छौँ विदेशबाट बढीले हेऱ्यो भने एकदमै राम्रो अर्निङ हुन्छ र यदि चाहिँ नेपालबाट इन्डियाबाट हेऱ्यो भने अर्निङ एकदम कम हुन्छ। यसैको आधारमा तपाईँले भिडियो बनाउन सक्नुहुन्छ, भिडियो राख्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँले स्पष्ट तरिकाले बुझ्नु भएको छ भन्ने आशा गरेको छु। यदि तपाईँहरूले नबुझेका कुरा र तपाईँका केही कमेन्टहरू छन् भने कमेन्ट लेख्नुहोला। त्यसैको आधारमा म चाहिँ अर्कोचोटि फेरि यस्तै खालको भिडियो लिनेछु। धन्यवाद।